आज डल्ली आमाको घरमा खाना त परो कर है हजुर धेरै भयो त मिठो रहेछ मिठो छ ल खाऊ कल बनाएको नातिनीले नातिनीले बनाएको मिठो हुँदो रहेछ नि मिठो हुन्छ तपाईँले त मिठो बनाउनु हुन्न क्या म त सक्दिनँ हजुर आगै फुक्नु सक्दिनँ सक्नुहुन्न आमा हजुर बल्ल धेरै पछि आज खाना पाइयो हजुर कहाँ खान त पर्यो त क्या कहिले खुवाउनु हुँदैन भरे भोकै हिँड्दै भोकै आउँछन् फेरि जान्छन् उछिरी जान्छन् न खानु न केही आमाको घरमा आज के गर्दैछौँ हामीले ए छाउ हालिदिन्छन् बनाइदिन्छन् दाल छैन दाल ल्याइदिनु त आमालाई छानो हाल्दैछ भन्नु खाने बेलामा बोल्नु हुन्न र तपाईँ बोल्न हुन्छ कार्किन्न अब हामी आउने कि नै आउला गर है क्यार नआउने हो र आमा घरे जान्छ एउटा सुन्नुहुन्छ क्यार नआउने हो र आमा खान्न खान्न धेरै हात खान्न देउरी हातले हालेको खानुहुन्न आमा हामी खान्छु हात दाहिनेले जुठो पर्यो नि। बलराम कहाँ गएर नि खाएँ खाएँ जता कतै हाम्रा खाएको भन्दा यो मिठो लाग्यो मलाई त हो र भाडामा गएर खाइयो र खाएँ टिभी हेर्दै सुत्दै गर्न टिभी हेरेँ सुतेँ अँ दुध भात खाना पनि बन्दोबस्त राम्रो भ्याएँ खाएँ टिभी लैजाए बाबुराम त कता गयो सुतेँ रातभरि टिभी हेरेँ सुतेँ रातभरि हेर्न हुन्न रातभरि तपाईँले यति मिठो खाना बनाउनु जान्न र ए बैसामा बनायो तात हुन्छ न त सक्दिनँ आफू पनि सक्दिनँ नुन अड्काउनु सक्दिनँ बुटुन अड्काउनु सक्दिनँ हो र सक्दिनँ अहिले त खाना मात्र सक्नुहुन्छ खानु मात्रै हो खाना मात्रै हो आमा हजुर घुम्न कहिले जानु त अब घुम्न ए बडाइ त्यो बटुलिया चिडियाखानमा पनि लयो घुम्न पनि लयो गएँ घुमाइ त कतै देखेँ बटुलिया देखेँ अब त कहाँ त म काठमाडौँ जानु मन छैन एरोप्लेन उडेर जानु छैन हावाई जहाजमा खर्चेर म लगाएर कहाँ घुमाएर सक्दिनँ खर्च हाल्दैन हो खर्च हुँदैन टुरिस्ट बुझ्नु बस्यो कहाँ जाऊँ घरि जान्न जान्ने जानुहुन्न ए घुम्न जाऊँ भन्दा नि मान्नुहुन्न है त जान्न कहाँ हो घरि खर्चेर मरिनु हो दाल हालिदिउँ साथै गर्ने हो खान्न खान्न मासु बासी दाल कहाँ जान्छ त अब मासु खान सक्यो हजुर मासु पनि सक्दिनँ आमाको भात पनि सक्दिनँ तिन छाउँदैछौँ के अरे हुन् त अब त म विदेश जानु लाग्यो कि आमा जाने गाडी विदेश त जानिनँ हो कि आमा विदेश जाने त जानिनँ क्याएर बसौँ त बुढी आमा छन् बुढो बाउ छन् सेतो पनि के गर्छ छोडेर यो त नजाने जान्दैन आमाको सेवा गर्न पर्यो बाउको हजुर आमा त बुझिसकेकी छन् म त विदेश जाने भनेर आमा अब त ठिक त पर्न लाग्यो जानिनँ जानिनँ पेट पाल्न त पर्यो के अरे पेट चाहिँ त्यहीँ पाइदिन्छ गाडी कहाँ भाडा पाइदिन्छ तमसमा पाइदिन्छ त्यही पार्ने भयो खै आमा सबै विदेश जानु लाए जान्छन् स्वाद जानिने विदेश म त अब बनिसकेको रहेछन् छोरी भर्खर बढ्न रहेछन् त्यता छोराछोरी त्यति दुरै छोडेर स्वाद लैदेला उठालेर दुरै लैदेला र स्वाद लिएर घाँटी के को घाँटी जानिनँ ए विदेश गए दुलै लैदिन्छ नि त लैदिन्छन् हुन्न जानिनँ अब त म त उतै काठमाडौँतिर गएर बस्छु आमा काठमाडौँतिर अब यता आउन्न क्या म अब तपाईँकोतिर नि आउन्न नि काठमाडौँ बस्ने अब यहाँ नआउने नआउने तपाईँले नि खासै माया गर्न होइन काठमाडौँ जाने त गाँथे न फोन गरेर न आउर न भेटु लगाथे भेट्न लाग्छ देख्न लाग्छ तर देख्न मन लाग्छ मलाई लाग्छ लाग्दैन तपाईँलाई त
तपाईँलाई त मै लाग्दैन आमा लाग्दैन लाग्छ बरु नि म त छोरा जस्तो लाग्छ बाबुरामलाई म खाएर भ्याएँ म खाएर भ्याएँ के अरे भात सापर खानु कि भात भयो पु भात केटी भात खानु र त्यो दालसित उठ मामा म यति भात खानु कि त्यो एक थाल खाएँ एक थाल भयो भयो आमा एक गरी भात थिएन आमा हजुर त्यही झ्याद्रै मिठो खुवाउन आउँथे बुढाले खान्छ झ्याद्रै मिठो खुवाउन आमा दादा मिठो भयो त्यही एक गरी भात खाएँ एक डाडी थियो आमालाई थाल मान्न पर्छ कि नै तपाईँले थाल मान्नुहुन्छ कि नातिनीले नातिनीले हो ए म त सक्दिनँ आमालाई थाल मान्न पर्ने मान्न पर्यो न नातिनीलाई त बहिनी हो केही हुन्न बहिनीले मान्न त केही हुन्न बहिनी माछेर बहिनीले मात्छिन् ल के खानुहुन्छ अरू केही पनि खान्न हजुर यो भात पनि धेरै भयो खानुहोस् खानुहोस् टन्न खानुपर्छ आमा